मिलेर चुनाव जितेर नयाँ सरकार बनाउन सक्दैनौँ भने मिलेर भ्रष्टाचारी र राजनीतिक कुपात्रहरूलाई हराउन लागौँ। नेपाली राजनीतिले अहिले चाहेको दुईवटा कुरा हो, राजनीतिमा कुशासन र कुपात्रको अन्त्य अनि सुशासन र सही पात्रको स्थापना। यति गर्नको लागि किन यत्रो भाँडभैलो गर्नु पर्यो? किन एउटै पार्टी बनाउनु पर्यो? जसले सक्नुहुन्छ बलियो दल खोल्नुहोस्, दल जति खोले पनि हुन्छ, नियत सही हुनु पर्यो। अब मूल मुद्दामा कुरा गरौँ। अब हामीले के गर्नुपर्ने हो त? यसको लागि एउटा उत्तम विकल्प हुनसक्छ मेन स्विच अफ अभियान। हामीले अहिले नै घरको हरेक कोठामा गएर बत्ती अफ गर्न सक्दैनौँ, त्यसैले हामीले मेन स्विच अफ गर्नुपर्ने बेला आएको छ। नेपाली राजनीतिका प्रमुख तानासा र वर्षौँदेखि अहम बोकेर हिँडेका घमण्डीहरूको घमण्ड यो अभियानले सकाउनेछ। कुनै पनि दल आफैमा नराम्रो हुँदैन, गलत भनेको त्यहाँको प्रवृत्ति र गलत पात्र हुन्। त्यसैले हामीले त्यो कुराको अन्त्य गर्नुपर्छ र सही पात्रलाई साथ पनि दिनुपर्छ। त्यसैले जसले गर्दा लोकतन्त्रको आत्मा मरिरहेको छ तिनीहरू विरुद्ध बलियो र परिणाममुखी राजनीतिक एजेन्डा र भिजन बोकेर निर्वाचन घोषणापत्र बनाउने उम्मेदवारलाई सबैले सहयोग गरौँ। नयाँ दलहरू बीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक छ। एउटै निर्वाचन क्षेत्रमा सबै नयाँ वा सुधारवादी दलहरूले एउटै पात्रलाई समर्थन गर्ने रणनीति अपनाऊ। यसरी गर्दा धेरैभन्दा धेरै क्षेत्रमा योग्य नेतृत्वको स्थापना सम्भव हुनेछ र कुशासनको अन्त्य हुनेछ। यो विषयमा छलफल गरौँ।